शुभ दिन साथीहरू, हजुरहरू सबैको दिन शुभ रहोस्। आज चाहिँ इन्दिराको भान्सामा यो किनुवा बन्दैछ। यो किनुवालाई चाहिँ एकदम राम्रोसँग धुनु पर्दो रहेछ साथीहरू, फोहोर हुँदो रहेछ अलि बढी। अनि मैले हिजै धोएर भिजाएर राखेको थिएँ यसलाई। अनि चना पनि सँगै भिजाएको थिएँ। अब यी दुइटैलाई मैले कुकरमा राखेर 3-4 सिटी लगाउँदैछु। अनि त्यसपछि यता चाहिँ मैले लोकल अन्डा बोइल गर्न राखेको छु। अनि यो किनुवा चाहिँ पाकिसक्यो साथीहरू, 3-4 सिटी लागिसक्यो। अब चाहिँ मैले यो तरकारीहरू बनाउँदैछु। यो के अरे जिरा र हिङ फुराएँ, अनि प्याज लसुन अदुवालाई एकैछिन भुटेपछि हामीसँग जे तरकारी छ सबै राख्न मिल्छ। गाजर, मटरको साग, त्यसपछि यो बन्दा, ब्रोकाउली राखेको छु मैले। यसमा सिमला मिर्चहरू अरूहरू पनि राख्न मिल्छ। अनि टमाटर राख्यो भने हल्का अमिलो टेस्ट आउँछ। अनि यसलाई चाहिँ धेरै बेर पकाउनु पर्दैन है साथीहरू, एकैछिन पकाए हुन्छ। त्यसपछि यता किनुवा पाकिसकेको छ। अब किनुवालाई यसमा राखेर यसो फर्ल्याक फुर्लुक चलायो भने त तयार भइहाल्यो साथीहरू आजको डिनर। हजुरहरूले किनुवालाई कसरी खानुहुन्छ? मैले चाहिँ यस्तो बनाएर खाएँ। अनि